महोदय राजनीतिकरण हातमा लिएर निष्पक्ष निर्णयको लागि खटिनुभएका निष्पक्ष निर्णायक मण्डल ज्ञानको ज्योति बालिदिने मार्गदर्शक आदरणीय गुरुवर्गहरू यस शैक्षिक वैचारिक लडाईँको मैदानमा प्रतिस्पर्धा गर्न खटिनुभएका मेरा प्रतियोगी साथीहरू तथा भविष्यका कर्णधार मेरा प्यारा प्यारा साथीहरू, म कक्षा 7 मा अध्ययनरत छात्र डेफोडिल सदनको प्रतिनिधि विद्यार्थी उपासनावर्गको तर्फबाट स्वीकार्नुहोस्। हार्दिक नमन टक्राउन चाहन्छु। इस्ल्याम एकाडेमीद्वारा आयोजित आजको यस कविता अन्तर्सदनात्मक कविता वाचन प्रतियोगितामा सहभागी हुन पाएकोमा हार्दिक आभार व्यक्त गर्दै कार्यक्रम आयोजकप्रति हार्दिक आभार व्यक्त गर्दछु। आजको यस अन्तर्सदनात्मक वाद विवाद प्रतियोगिताको शीर्षक रहेको छ अनुशासन। कृपया ध्यान सुनिदिनुहोला। स्वतन्त्रताभित्रको सीमा हो अनुशासन। स्वतन्त्रताभित्रको सीमा हो अनुशासन, जसले बनाउँछ जीवनलाई उत्तम र महान, जसले बनाउँछ जीवनलाई उत्तम र महान। सिद्धान्त मर्यादामा हुनुपर्छ बास, सिद्धान्त र मर्यादामा हुनुपर्छ बास। अनुशासित नभएमा घटाउँछ विश्वास, अनुशासित नभएमा घटाउँछ विश्वास। अनुशासन नै हो सफलता र प्रगतिको मूल, अनुशासन नै हो सफलता र प्रगतिको मूल। अनुशासन नभएमा हुन्छ ठुलो भूल, अनुशासन नभएमा हुन्छ ठुलो भूल। असल बानीको अनुसरण कार्यमा निरन्तरता, असल बानीको अनुसरण कार्यमा निरन्तरता। अनुशासनले नै ल्याउँछ जीवनमा स्थिरता, अनुशासनले नै ल्याउँछ जीवनमा स्थिरता। जीवनको आधारशिला प्रगतिको साँचो, जीवनको आधारशिला प्रगतिको साँचो। जीवनमा छ है हामीलाई यसको ठुलो खाँचो, जीवनमा छ है हामीलाई यसको ठुलो खाँचो। अनुशासनले नै बनाउँछ व्यक्तित्व महान, अनुशासनले नै बनाउँछ व्यक्तित्व महान। अनुशासन नै हो जीवनको साँचो पहिचान, अनुशासन नै हो जीवनको साँचो पहिचान। घर समाज विद्यालय होस् वा जीवनको रण, घर समाज विद्यालय होस् या जीवनको रण। अनुशासनले नै जितिन्छ छेड, अनुशासनले नै जितिन्छ छेड। आकांक्षाको उचाइ उद्देश्यको मापन, आकांक्षाको उचाइ उद्देश्यको मापन। अनुशासन अनुशासनले सजाउँछ जीवनको वासना, अनुशासनले नै सजाउँछ जीवनको वासना। जीवनको सार सभ्यताको प्रतीक, जीवनको सार सभ्यताको प्रतीक। अनुशासन बिना हराउँछ प्रगतिको सङ्गीत, अनुशासन बिना हराउँछ प्रगतिको सङ्गीत। धन्यवाद। शुभ दिन। जय अनुशासन।